माता पाथिभरा भनेको माता पार्वतीको चाहिँ पार्थिव शरीर यहाँ बसेको हुँदा पार्थिव भराबाट पाथिभरा भएको हो। वास्तवमा पाथिभरा भनेको चाहिँ यो डाँडैको नाम हो, देवीको नाम होइन। यहाँ चाहिँ पूजा गर्दाखेरि चाहिँ हामी पञ्चकन्या कालिका पाथिभरा देवी भनेर पूजा गर्छौँ। यहाँ 5 वडीमा एउटी चाहिँ तल फेदीमा हुनुहुन्छ, कान्छी धान भनेर भन्छौँ हामी त्यहाँ। शक्तिका देवी भनेर त्यहाँ पूजा गरिन्छ। उँभो आउनलाई शक्ति मागेर आइन्छ। अब यो कहिलेदेखि सुरु भएको भने चाहिँ अब केही किंवदन्ती छैन। माता पार्वतीले शिवजीलाई यहाँ तपस्या गरेको ठाउँ। माता पार्वतीलाई चाहिँ शिव र पार्वतीको मिलन भइसकेपछि कुमार जन्मिन्छन्। कुमारको हातबाट चाहिँ तिम्रो मृत्यु हुन्छ भनेर जुन ब्रह्माजीले तारकासुरलाई श्राप दिएको थियो, त्यही श्राप अनुसारले माताले यहाँ बसेको बेला चाहिँ भौकासुरले आएर चाहिँ भगवतीको ध्यान भङ्ग गर्न खोज्दाखेरि माताजी झसङ्ग हुनुभयो। आफ्नै शरीरबाट 5 वटी कन्याको रूपमा उत्पत्ति गरेर भौकासुर त अब यहाँ आउन सकेन माताजीको। अनि त्यस पछाडि माता पार्वती र शिवजीले दर्शन दिएपछि जानुभयो। तिनै पञ्चकन्याको चाहिँ यहाँ बास छ। त्यही भएर पञ्चकन्या कालिका पाथिभरा देवी भनेर भनिन्छ। पाथिभरा भनेको यो डाँडैको नाम हो, देवीको नाम होइन। ल, जय मा पाथिभरा।